सम्पूर्णमा नमस्कार। आज हामीले स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रभित्र रहेर पछिल्लो समय सशक्त अनुदानतर्फ थपघट भएका बजेटहरू, स्रोतहरू के कसरी समायोजन गर्ने, कसरी बजेटलाई चाहिँ अपडेट गर्ने भन्ने विषयमा संक्षिप्त जानकारीमूलक भिडियो लिएर आएका छौँ। सशक्त बजेटतर्फको कार्यक्रम संशोधनसँग सम्बन्धित रहेर र अहिले थप भएको बजेट तर्जुमाभित्र सशक्तमा थप भएको चाहिँ एलएमबीएस बजेट र यसभित्र भएका सेभ अपडेटका कुराहरूलाई के हो कसो हो भन्ने विषयमा संक्षिप्त मैले जानकारीमूलक भिडियो लिएर आएको छु। यदि यो भिडियो हजुरहरूलाई मन पर्यो र राम्रो लाग्यो भने यो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। सँगसँगै यो भिडियोलाई जतिसक्दो धेरै साथीहरूसँग शेयर गर्न पनि नभुल्नुहोला। अब हामीले यहाँनिर यसरी चाहिँ बजेटमा चाहिँ यो अपडेट सेभका कुराहरू छन्। यो विषयमा के हो कसो हो भन्ने विषयमा संक्षिप्त जानकारीमूलक भिडियो लिएर आएको छु। यसमा हामीले जस्तै सबैभन्दा पहिला हेर्नु त बजेट तर्जुमामा गइसकेपछि यो पछिल्लो समय चाहिँ एलएमबीएस बजेट भनेर थप भएको छ। तपाईले एलएमबीएस बजेट क्लिक गरिसकेपछि यो ट्याब भित्र गइसकेपछि यहाँ चेक न्यू भनेर अप्सन छ। तपाईले चेक न्यूलाई रिफ्रेश गर्नुभयो भने तपाईले पछिल्लो समय चाहिँ जति पनि कार्यक्रमहरू अपडेट भएका छन् अथवा स्रोत परिवर्तन भएका छन् अथवा चाहिँ नयाँ कार्यक्रम एड भएका छन् अथवा चाहिँ पुरानो कार्यक्रमहरूमा परिवर्तन भएका छन्, यी सबै कुराहरू यहाँनिर देखाउँछ। यसरी हेर्नुस् त, यो देखाइसकेपछि यहाँनिर 14टा कार्यक्रमहरूमा परिवर्तन भएको रहेछ। यहाँनिर हामीले सरसर्ती हेर्यौं भने यसरी कार्यक्रमहरू चाहिँ देखिन्छन्। हेर्नुस् है, सबै कोही अपडेट छन्, कोही सेभ छन्, कोही अपडेट छन्, कोही सेभ छन्, यसरी भनेको छ यहाँनिर। जस्तै यहाँनिर हेर्नुस् है, जस्तै यहाँनिर ओल्ड कार्यक्रम एमाउन्ट भनेको ओल्ड एमाउन्ट भनेको छ। ओल्ड एमाउन्ट भनेको यो कार्यक्रममा अलरेडी पहिला चाहिँ भएको पैसा कति थियो अथवा कति एमाउन्ट थियो। न्यू एमाउन्ट भनेको यो अहिले परिवर्तन भएर चेन्ज भएर कति भयो भन्ने कुरा हो। यहाँनिर चाहिँ यो रकमहरू सबै देखाएको छ अनि यहाँ स्रोतहरू पनि देखाएको छ। यो स्रोत परिवर्तन सबै कुराहरू चाहिँ यहाँनिर देखाएको छ र यसलाई चाहिँ अब हामीले चाहिँ यसपछि हामीले के गर्छौं, यो अपडेटले सेभले कसरी काम गर्छौं र यो अपडेट सेभ गरिसकेपछि हाम्रो सबै काम भ्याइने हो कि या चाहिँ हामीले अब अरू काम गर्न बाँकी छ भन्ने विषयमा विस्तृत रूपमा चाहिँ हामीले छलफल गर्दै जानेछौं र स्टेप बाइ स्टेप सबै कुराहरू हेर्दै हेर्दै कहाँ के गर्ने भन्ने विषयमा चाहिँ छलफल गर्दै गर्दै हामी जानेछौं। अब यससँग सम्बन्धित रहेर तपाईहरुले जस्तै यहाँनिर हेर्नुभयो भने हेर्नुस् त, यहाँनिर एउटा सेभ भनेको छ, एउटा अपडेट भनेको छ हो। तपाईले जस्तै अपडेटलाई तपाईले यहाँनिर क्लिक गरेर अपडेट गरिदिनु भयो भने यो अपडेट भइहाल्यो, सक्यो। हेर्नुस् है, नयाँ कार्यक्रममा अपडेट भयो। अब यसलाई पनि तपाईले यहाँनिर अर्को पनि अपडेट भनेको छ, यसलाई पनि तपाईले के गरिदिनु भयो, रेकर्ड अपडेट गरिदिनु भयो, अपडेट भइहाल्यो है। यो अपडेटको कुरा त अपडेटमा आएको छ, यहाँनिर अपडेट गरिदिनुहुन्छ। अब यहाँनिर अर्को यो सेभ भनेको छ। सेभ भनेको के हो त भन्दाखेरि हाम्रो यो यही विषयमा नयाँ चाहिँ कार्यक्रम एड भयो। अपडेट भनेको पहिल्यै कार्यक्रम थियो, त्यो कार्यक्रममा 0 गरायो अथवा चाहिँ त्यसैमा थप्यो, त्यसमा चाहिँ हामीले अपडेट मागेका छौं भने यो बिल्कुल नयाँ कार्यक्रमलाई यहाँनिर हामीले सेभ मागेका छौं र सेभबाट हुन्छ। अब तपाईहरुले यहाँनिर अर्को कुरा, यहाँबाट हामीले सेभ गरिसकेपछि यो ट्याबमा जान्छौं। यो ट्याबमा गइसकेपछि हामीले यहाँनिर चाहिँ यो इन्फर्मेसन चाहिँ सेभ गर्नुपर्ने हुन्छ। जस्तै बजेट उपशीर्षक कुन हो, के हो, यो सबै कुराहरु त हामीले हेर्नु नै पर्ने हुन्छ। यो हेर्दै गर्दाखेरि सँगै चालु हामीले यसरी चाहिँ हामीले यो क्षेत्र उपक्षेत्र यी सबै कुराहरू सेभ गरेर हामीले सेभ गर्छौं। यो सेभको केसमा हामीले यिनी इन्फर्मेसनहरु दिनुपर्छ। हामीले सेभ गर्दै गरेको कार्यक्रम चाहिँ कुन बजेट उपशीर्षक हो, के हो भने यसरी हेर्नुस् त, यो गरिसकेपछि हामीलाई एड अपडेट सक्सेसफुली भन्यो। अब यो गरिसकेपछि यो ट्याबका सम्पूर्ण इन्फर्मेसनहरु यहाँ अनुदानमा गएर चाहिँ अपडेट भयो हो। अब यहाँनिर आएर अपडेट भयो भने अब यहाँदेखि पछाडिको काम सेम पहिलाको जस्तै मेनुअली नै गर्नुपर्ने हुन्छ है, मेनुअली नै गर्नुपर्ने हुन्छ। अब तपाईहरुलाई लाग्ला यदि चाहिँ यो यहाँबाट बजेटबाट सेभ र अपडेट गरिसकेपछि अरु काम मेनुअली नै गर्नुपर्ने हो भने त सबै कुरा मेनुअली नै गरे भइहाल्यो। अब यहाँनिर दुईवटा कुरा छ। एउटा कुरा, तपाईहरुले यहाँनिर बजेटमा गएर बजेट अपडेट गरिसक्नु भयो भने है कुन कुन कार्यक्रममा परिवर्तन भयो, कुन स्रोत चेन्ज भयो भन्ने कुरा सबै कुरा यहीँनिर देख्नु भयो। तपाईले एलएमबीएस खोलेर हेरिराख्नु परेन है। एउटा कुरा तपाईहरुले चाहिँ कुनै पनि कुराहरुलाई चाहिँ जस्तै कुन कार्यक्रम चेन्ज भयो, कुन स्रोतमा होला, यता होला उता, यो कुनै पनि कुराहरु एलएमबीएस खोलेर हेर्नु पर्दैन, यही नै देखिहाल्यो एउटा। अर्को कुरा, जस्तै तपाईहरुले यहाँनिरबाट तपाईले जब चाहिँ यो कार्यक्रमलाई सेभ गर्नुहुन्छ, यो सेभ गर्दै गर्दाखेरि यहाँनिर हेर्नुस् त, धेरै साथीहरुले हामीले नयाँ थप्दै गर्दाखेरि बिगार्ने कार्यक्रम भनेको यो संघ र प्रदेशसँग रहेर सम्बन्धित बजेट उपशीर्षकहरु हुन्। यो कुन बजेटसँग के कस्तो हो भन्ने हामीले यहाँनिर जे पनि छाम्दिने एउटा एक किसिमको धेरै साथीहरुले, कतिपय साथीहरु त मिलाएरै छान्नु भएको छ एलएमबीएस हेरेर ठ्याक्कै होइन नि, धेरै साथीहरुले यहाँनिर जे पनि छान्दिने। अब यहाँनिर चाहिँ युवा रोजगारसँग सम्बन्धित छ, यहाँ चाहिँ के अरे विद्या शिक्षासँग सम्बन्धित कार्यक्रम छान्दिने, अनि स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम छान्दिने है। अनि यसरी चाहिँ यो विभिन्न यो ठ्याक्कै चाहिँ यो
कार्यक्रम बजेट चाहिँ संघीय बजेट उपशीर्षक चाहिँ नमिलाएर छान्दिने यस्तो यस्तो गर्नु एउटा कुरा। अर्को कुरा यहाँनिर हामीले चाहिँ क्रियाकलाप कम्पोनेन्ट यिनी कुराहरूमा चाहिँ यदि यताबाट अपडेट गर्नुभयो सेभ गर्नुभयो नि यो अटोमेटिकल्ली जे छ त्यो एलएमबीएस अनुसारै तानेर आउने भयो, होइन भने यो हामीले मेनुअली सेभ गर्नुपर्ने हुन्छ। मेनुअली सेभ गर्दाखेरि यो गलत कुराहरू छान्न सकिने भएको कारणले पनि अर्को कुरा हामी मेनुअली भन्दा यताबाट जान्छौँ। यो दुईटा कुराले गर्दाखेरि दुईवटा कारणले गर्दाखेरि हामी मेनुअल सिस्टमबाट भन्दा पनि हामी यसबाट चाहिँ अपडेट र सेभ गरेर हामी अगाडि बढ्छौँ। अब यति गरिसकेपछि हेर्नुहोस् है, हाम्रो दुईवटा कार्यक्रम चाहिँ एड भइसकेपछि अब हामी यतातिर जान्छौँ। अब यहाँ गइसकेपछि तपाईँले यहाँनिर फेरि पुनः पहिलाकै जस्तै गरेर कार्यक्रम अनुदानको कुरा भयो। अनुदान त यहाँनिर तपाईँ के भइसक्यो, जे थियो त्यो यहाँनिर जस्ताको जस्तै आइसक्यो भनेको यो अनुदान भन्ने ट्याबमा हामीले केही गर्नु परेन। अब हामी कहाँमा जाने भयौँ, बाँडफाँडमा जाने भयौँ। बाँडफाँडमा गइसकेपछि हामीले दुईवटै कार्यक्रमलाई बाँडफाँड गर्नुपर्ने हुन्छ। जस्तै यहाँनिर हेर्नुभयो भने तोकेका विद्यार्थीको दिवा खाजाका लागि विद्यालय अनुदान भनेर यो कार्यक्रम छ। यो हेर्नुभयो भने यहाँनिर तपाईँको के छ, 0 छ हो, रकम 0 भइसक्यो भनेको कुल रकम 0 भएको छ। बाँडफाँड चाहिँ के छ देखिएको छ। यो बाँडफाँडलाई पनि हामीले 0 बनाउनु पर्ने हुन्छ। यो हामीले बाँडफाँडहरू 0 बनाउँदै गर्दाखेरि एउटा कुरा, यो कार्यक्रममा अलरेडी पहिला खर्च भएको छ छैन त्यो कुरा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ है। यदि खर्च भएको छ भने हामीले खर्च समायोजन गर्छौँ, त्यो केस हामीले पछि हेर्छौँ। अब यसलाई पनि तपाईँहरूले के गर्नु पर्यो, यो कार्यक्रमलाई 0 बनाउनु पर्यो। किन भन्दा यो कार्यक्रम त हाम्रो चेन्ज भइसकेको कार्यक्रम हो। यसरी हामीले यहाँनिर सेभ गर्यौं हो। अब अर्को हेर्नुभयो भने यहीँनिर यो कार्यक्रम पनि हाम्रो के भएको, 0 भएको कार्यक्रम हो। यसलाई पनि हामीले यसरी गर्यौं, यसलाई पनि हामीले के गर्यौं, 0 नै गरायौं हो। अनुदान थियो, बाँडफाँड हामीले 0 बनायौं। दुईटै कार्यक्रमको बाँडफाँड र अनुदान 0 भइसक्यो। यसरी हेर्नुभयो भने अब यहाँ चाहिँ बाँडफाँड र मौजदात 0 छ, यहाँ पनि बाँडफाँड मौजदात 0 नै देखिन्छ। अब हेर्नुहोस् है, हामीले नयाँ कार्यक्रमलाई बाँडफाँड गर्नुपर्ने हुन्छ। अब हामीले यहाँनिर चाहिँ सबै कुराहरू छानेर हामीले बाँडफाँड गर्दै हामी अगाडि बढ्छौँ। यहाँनिर कार्यक्रमको नाम अटोमेटिकल्ली आएको छ, केही गर्नु पर्दैन। यी सबै पहिलाकै जस्तै कार्यक्रम नै हो। यसरी हामीले कार्यक्रम चाहिँ बाँडफाँड गरिसकेपछि अब हामीले यसलाई चाहिँ सेभ गर्छौँ। यो चाहिँ सबै कुराहरू, यो अनुदान बाँडफाँडका कुराहरू तपाईहरुले अलरेडी नै गरिसकेको हुँदाखेरि मैले यसलाई धेरै चाहिँ टाइम लिएन। यसलाई हामीले सेभ गर्यौं। अनुदान बाँडफाँड गरिसकेपछि हामी बजेट स्वीकृतमा जान्छौँ। यहाँनिर हामीले आर्थिक वर्ष छान्ने भयो। यो त सामान्य तपाईहरुले गरिराखेकै नै काम हो। यो चाहिँ सामान्य प्रक्रियाबाटै अगाडि बढ्छ। यहाँबाट हामीले बजेट स्वीकृत गरिसकेपछि यो चाहिँ बजेट एप्रुभ भयो। अब बजेट एप्रुभ भइसकेपछि हामी के गर्छौं, यताको यो बजेट स्वीकृत गर्छौं, अख्तियारी दिन्छौं। त्यसपछि हामीले कम्प्लिटली चाहिँ हामीले यो कार्यक्रमलाई, नयाँ थप भएका कार्यक्रमहरूलाई खर्च लेख्ने र सबै काम गर्न सक्ने गरी चाहिँ हाम्रो कार्यक्रम चाहिँ तयार भइसक्यो है। यहाँबाट बजेट स्वीकृत भइसकेपछि यो ठाउँमा जान्छौं। यो बजेट स्वीकृतमा गएर हामीले यो पनि बजेट स्वीकृत गरिदिन्छौं। अब बजेट स्वीकृत गरिसकेपछि हामी फेरि हामीले के गर्ने भयौं, अख्तियारी जाने भयौं र अख्तियारी पनि प्रविष्टि गर्छौं। यसरी हामीले बजेट संशोधन गरिसकेपछि अख्तियारी सम्पूर्ण काम भयो। अब हामी खर्च लेखाङ्कनमा गएर हेर्यौं भने खर्च लेखाङ्कनमा ती कार्यक्रमहरुमा यदि खर्च भइसकेको छ भने त्यो खर्च भएको कार्यक्रम त हामीले खर्च समायोजन पनि गर्नुपर्ने हुन्छ। खर्च समायोजन गर्दाखेरि यहाँनिर हामीले के गर्छौं भने यहाँनिर गएर खर्च समायोजन गर्छौं। खर्च समायोजन गर्दाखेरि हामीले खर्च भइसकेको कार्यक्रम र नयाँ कार्यक्रमको कुरा रह्यो। यदि तपाईहरुले खर्च भइसकेको कार्यक्रम र थप भएको कार्यक्रम एउटै कार्यक्रम रहेछ भने तपाईले डेबिट बजेट खर्च नयाँ थप भएको कार्यक्रम र क्रेडिट बजेट खर्च पुरानो अलरेडी खर्च भइसकेको कार्यक्रमलाई गरेर चाहिँ एउटा समायोजन भौचर उठाउन सक्नुहुन्छ भने, यदि होइन तपाईहरुको कार्यक्रममा खर्च भइसक्यो तर उक्त कार्यक्रम चाहिँ अहिले संशोधन हुँदाखेरि पूर्ण रूपमा कार्यक्रम हट्यो अथवा पूर्ण रूपमा 0 भयो, नयाँ कार्यक्रम थप भएन भने तपाईले त्यो कार्यक्रममा खर्च गरिसकेको कुरा फेरि तपाईहरुले चाहिँ पालिकातिरको बजेट चाहिँ पालिकाबाट बजेट व्यवस्था गरेर उक्त कार्यक्रमलाई चाहिँ पालिकातिरबाट चाहिँ खर्च समायोजन गरेर अगाडि बढ्न सक्नुहुन्छ। तपाईहरुले यो खर्च समायोजनको काम पनि कार्यक्रम संशोधन सकिसकेपछि सँगसँगै रूपमा चाहिँ गर्नु होला र त्यो खर्च समायोजन गरिसकेपछि तपाईहरुले बल्ल छोड्नु होला। नभए उता कार्यक्रम संशोधन गर्नुभयो, यता खर्च समायोजन गर्दिनु भएन भने तपाईहरुलाई समस्या के हुन्छ भने पछि चाहिँ अहिले भुल्नु भयो, पछि गरुला भन्नुभयो, असार मसान त पछि भयो भने तपाईहरुलाई खर्च समायोजन गर्न गाह्रो हुन्छ। त्यसपछि तपाईको स्रोतमा आएको पैसा
पोल निकालिदिएको भन्दा यता खर्च बढी हुन्छ, किन भन्दा कार्यक्रममा त खर्च गरिसक्नुपर्छ तर उक्त कार्यक्रम जिरो भइसकेको छ। यस्ता कुराहरूले गर्दाखेरि पनि तपाईहरुको रिपोर्टिङमा चाहिँ समस्या हुने हुँदाखेरि कार्यक्रम संशोधन गरिसकेपछि एकमुष्ट रूपमा खर्च भइसकेको रहेछ भने तपाईले खर्च समायोजनका काम पनि सँगसँगै गरेर मात्र कम्प्लिट रूपमा सक्नुहोला। सशर्तको बजेट संशोधन सँगसँगै तपाईहरुलाई एउटा एडिशनल इन्फर्मेसन पनि सँगसँगै लिएर जान चाहन्छु। जस्तै तपाईहरुले संघबाट आएकोलाई निकासा फर्म टिआसे ट्याबबाट तपाईहरुले भौचर उठाइराख्नु भएको छ र धेरै पालिकाहरूले अहिले भौचर उठाउँदाखेरि त्यो भौचर चाहिँ ब्ल्याङ्क आउने र भौचर हाइड हुने, भौचर नदेखिने र भौचर संख्या होल्ड गरेर बस्ने यस्ता समस्याहरू छन्। तपाईले निकासा फर्म टिआसीबाट उठाउँदाखेरि तपाईको के हुन्छ भने भौचर उठ्छ, तर कस्तो अवस्थामा भौचर उठ्छ, कस्तो अवस्थामा उठ्दैन भन्ने कुरा पनि सामान्य कुरा जोडेर गए। जस्तै यहाँनिर हेर्नुभयो भने हेर्नुस् है, यसरी तपाईहरुको यहाँनिर थुप्रै आएर बसेका छन्। तपाईहरुले यहाँनिर यो क्रिएट भौचर भनेर देखि नै राखेको छ हो, क्रिएट भौचर भनेर देखिएको छ। तपाईले यहाँनिर अरु केही कुरा नगरिकन सिधै क्रिएट भौचर गरिदिनु भयो भने त्यो भौचर ब्ल्याङ्क आउने, भौचर हराउने र भौचर नम्बर होल्ड हुने समस्याहरू देखिएको छ। त्यो गर्नुभन्दा पहिला तपाईहरुले तीनवटा कुरा चेक गर्न सक्नुहुन्छ। दुई तीनटा कुरालाई यसरी हेर्नुस्। जस्तै यहाँनिर क्रिएट भौचर गर्नुभन्दा पहिला हेर्न त स्रोत अनुसारको भनेको छ। तपाईले यहाँनिर स्रोत अनुसारमा हेर्दा हेर्न त यो आएको छ कि छैन, नेपाल सरकार समानीकरण अनुदान नगद यो रकम देखाएको छ कि छैन, स्रोत अनुसार सबै कुरा भनेर यहाँनिर हेर्न सक्नुहुन्छ। विस्तृत विवरणमा चाहिँ यसरी तपाईको समानीकरण अनुदानको स्रोत वाइज सबै कुराहरू खुलेर रकम खुलेको छ कि छैन भनेर चेक गर्न सक्नुहुन्छ। यो दुईटा कुरा चेक गर्दाखेरि यदि त्यहाँनिर डाटा आयो, त्यहाँनिर इन्फर्मेसन आयो भने चाहिँ तपाईले यता क्रिएट भौचर गर्न मिल्छ। अदरवाइज तपाईले त्यहाँनिर जस्तै विस्तृत विवरण स्रोत अनुसार हेर्दा नै ब्ल्याङ्क आयो भने तपाईले त्यो बेलामा चाहिँ तपाईले के गर्नु मिल्दैन, एउटा क्रिएट भौचर गर्नु मिल्दैन। अर्को सँगसँगै यो दुईटा सँगसँगै तपाईले के गर्न मिल्छ, यहाँ निकासा एमाउन्ट भनेर त देखिएकै हुन्छ हो, तर यहाँनिर इन्स्ट्रक्सन आइडी, यो इन्स्ट्रक्सन आइडी र यो निकासा डेट पनि तपाईहरुको ब्ल्याङ्क हुन्छ। यस्तो बेलामा पनि तपाईको क्रिएट भौचर गरिदिनु भयो भने त्यो भौचर चाहिँ हराउने, ब्ल्याङ्क हुने र त्यो भौचर नम्बर होल्ड गरेर बस्ने, कतै पनि नदेखिने समस्या हुन्छ। यदि यसरी यो निकासा डेट, इन्स्ट्रक्सन आइडी देखाएको छैन र विस्तृत र स्रोत अनुसारमा गएर पनि त्यहाँनिर इन्फर्मेसन केही पनि तानेको छैन, देखाएको छैन भने त्यस्तो बेलामा तपाईहरुले चाहिँ के गर्नु हुँदैन, क्रिएट भौचर गर्नु हुँदैन। र अदरवाइज यो सबै इन्फर्मेसन देखाएको छ भने यहाँबाट तपाईहरुले क्रिएट भौचर गरेर अगाडि बढ्दाखेरि हुन्छ। यसले चाहिँ क्रिएट निकासा फर्म टिआसीले काम गरेको छ। काम कुन बेलामा गरेको छ, यदि विस्तृत र स्रोत अनुसार इन्स्ट्रक्सन आइडी र निकासा डेट सम्पूर्ण रूपमा क्लियर रूपमा देखिएको छ भने निकासा फर्म टिआसीले काम गरेको छ। अदरवाइज गरेको छैन, यो कुरा ख्याल गरेर निकासा फर्म टिआसीबाटै तपाईहरुले काम गरेर अगाडि बढ्नु होला। यदि इन्फर्मेसन आएन भने 2-4 दिन कुरेर अथवा चाहिँ होल्ड गर्नु होला। जो जसको ब्ल्याङ्क आएको छ उहाँहरूले चाहिँ पत्र लेखेर मल्लिकामा सम्पर्क गर्नु होला र त्यो ब्ल्याङ्क आएको भौचरलाई चाहिँ हामीले भोइड गरेर राख्ने अथवा अन्य केही प्रक्रिया हो त्यो हामीले हेर्छौं। र अर्को यहाँ सँगसँगै धेरैले जस्तै यहाँनिर यो एमाउन्ट धेरै देखियो, निकासा एमाउन्ट चाहिँ धेरै देखियो हो, निकासा एमाउन्टमा ठूलो एमाउन्ट देखियो तर यहाँ स्रोत अनुसार गरेर हेर्दाखेरि कम छ एमाउन्ट भनेर चाहिँ देख्नुपर्छ। जस्तै यहाँनिर हेर्नु भने 6 अर्ब 35 करोडको चाहिँ एमाउन्ट छ भने यहाँनिर हेर्दा 432 भनेर धेरै ठूलो एमाउन्टमा देखेको छ भन्नुभएको छ। यो धेरैको समस्या सबैको यस्तो स्क्रिनमा देखिए पनि यो समस्या समाधान हुन्छ। र अहिले तपाईहरुले यदि यहाँनिर धेरै एमाउन्ट देखिए पनि विस्तृत स्रोत अनुसारमा थोरै एमाउन्ट देखेको छ भने हाम्रो भौचरमा यो कम एमाउन्ट जति यहाँ स्रोत अनुसारमा विस्तृत विवरणमा जति एमाउन्ट देखेको छ त्यही एमाउन्ट नै हाम्रो चाहिँ भौचरमा उठ्ने हुँदाखेरि तपाईले त्यहाँनिर एमाउन्ट देखिए पनि यो भौचरलाई उठाएर अगाडि बढ्न सक्नुहुन्छ। यसरी मैले थोरै निकासाको कुरा पनि जोडे र बजेट संशोधनको कुरा जोडे। यदि 18 जेलसम्म यो भिडियो हेरेर साथ दिनुभयो ताकि संघीय सशर्त अनुदानका कार्यक्रम स्रोत परिवर्तन भएको कार्यक्रमहरूलाई कसरी कार्यक्रम संशोधन गर्ने होला भन्ने विषयमा र निकासा फर्म टिआसी ट्याबले चाहिँ काम गर्यो गरेन भन्ने विषयमा जिज्ञासा भएका साथीहरूलाई यो भिडियो इन्फर्मेसन हुनेछ भन्ने हिसाबले तपाईले धेरै भन्दा धेरै शेयर गरिदिनु हुनेछ। सम्पूर्णलाई नमस्कार, धन्यवाद।